आज मिति 2082 फागुन महिनाको 23 गते शनिबार। हजुरहरू खरिदारको यही फागुनको महिना 27 गते आउने विज्ञापनलाई टार्गेट गरेर तयारी गर्दै बस्नुभएका अर्थात् तयारी गर्ने सोच बनाउनु भएका सम्पूर्ण विद्यार्थीहरूमा हजुरहरूलाई प्र्याक्टिस गराउनका निमित्त युट्युबको टपिक वाइज प्र्याक्टिस क्लास लिएर म फेरि पनि हजुरहरूमा उपस्थित भइसकेको छु। आजको यो क्लासमा पनि मैले युट्युबका विद्यार्थीहरूलाई नेपालको भूगोल भन्ने टपिकबाट क्वेसनहरू प्र्याक्टिस गराउनेछु। हेर्नुहोस् है, जतिले पनि खरिदारको अब आउने भ्याकेन्सीलाई टार्गेट गरेर तयारी गर्ने सोच बनाउनु भएको छ, तयारी गर्दै बस्नु भएको छ भने यो क्लासमा बसेर मजाले प्र्याक्टिस गर्नु होला है। त्यसै गरी नाइफ सुब्बाको आइसकेको भ्याकेन्सीलाई टार्गेट गरेर अब एक्जामको लागि तयारी गर्दै हुनुहुन्छ भने पनि यो क्लासमा बसेर मजाले प्र्याक्टिस गर्नु होला। त्यसै गरी प्रदेशतिर 7वटै प्रदेशको 4औं र 5औं लेभलको तयारी गर्दै हुनुहुन्छ भने पनि यो क्लासमा बसेर मजाले प्र्याक्टिस गर्ने है। ल, लगभग विद्यार्थीहरू जोडिसक्नु भएको छ है, जोडिसक्नु भएको छ। आजको यो क्लासमा पनि मैले युट्युबका विद्यार्थीहरूलाई नेपालको भूगोल भन्ने टपिकबाट क्वेसनहरू प्र्याक्टिस गराउँछु। हेर्नुहोस् है, उता अनलाइन क्लासमा चाहिँ यो सबै क्वेसनहरू मैले प्र्याक्टिस गराइसकेको छु। अब तपाईँहरूलाई पनि आजको यो क्लासमा थोरै क्वेसनहरू मैले प्र्याक्टिस गराउँछु है। र यदि तपाईँले चाहिँ खरिदारको यही फागुन महिना 27 गते है आउने भ्याकेन्सीलाई टार्गेट गरेर क्लास लिने हो, क्लासमा जोडिएर राम्रोसँग तयारी गर्ने हो भने नम्बरमा सम्पर्क गर्ने है, नम्बरमा सम्पर्क गर्ने। यो क्लास भनेको तपाईँहरूको लाइभ क्लास हो है। आज म तपाईँहरूसँग प्रत्यक्ष छु, लाइभमा भएर तपाईँहरूलाई मैले प्र्याक्टिस गराउँदैछु है। ल हेर्नुहोस् त, पहिलो क्वेसनले के भन्दैछ भन्नुहुन्छ भने नेपालको भूगोलबाट क्वेसनहरू हेर्दैछौँ है। खरिदारको आउने भ्याकेन्सीलाई टार्गेट गरेर सञ्चालन गरिएको क्लास हो। हेर्नुहोस् क्वेसन नम्बर 1 मा है, क्वेसन नम्बर 1 ले के भन्दैछ भन्नुहुन्छ भने महाकाली नदीको लम्बाइ कति रहेको छ भन्ने क्वेसन। हेर्नुहोस् है, महाकाली नदीको लम्बाइ कति रहेको छ भन्ने क्वेसन छ। अप्सन एमा हेर्नुहुन्छ भने 223 किलोमिटर, बीमा तपाईँको चाहिँ 315 किलोमिटर, सीमा 541 किलोमिटर, अप्सन डी 400 किलोमिटर। अब भन्नुहोस् यस क्वेसनको राइट एन्सर के हुन सक्ला? ल भनिदिनुहोस्, महाकाली नदीको लम्बाइ कति रहेको छ भन्ने क्वेसन है। महाकाली नदीको लम्बाइ कति रहेको छ? ल सबैजनाले भन्नु होला, सबैजनाले मिलाउने कोसिस गर्नुहोस् है। जतिले पनि यो लाइभ क्लासलाई एटेन्ड गर्नु भएको छ, यो लाइभ क्लासमा बस्नु भएको छ सबैजनाले है, सबैजनाले अप्सन ए भन्नु भएको छ 223 किलोमिटर होइन, 223 किलोमिटर। रेगुलर क्लास हुँदैन है, युट्युबमा रेगुलर क्लास हुँदैन। आज चाहिँ उता तपाईँको चाहिँ अनलाइन क्लास फिजिकल क्लास बिदा छ, छुट्टी छ, आज शनिबार हो, त्यो भएर चाहिँ छुट्टी छ, त्यही भएर तपाईँलाई मैले प्र्याक्टिस गराउँदैछु युट्युबका विद्यार्थीहरूलाई है। अब उता क्लास चल्यो भने यतातिर चाहिँ यो युट्युबमा फेरि क्लास चाहिँ हुँदैन है। मर्निङमा हुन्छ तपाईँको 9 बजेदेखि 10 बजेको बिचमा, यो इभिनिङमा चाहिँ हुँदैन है। ल अप्सन ए भनेका सबैजनाले मिलाउनु भएको छ। त्यसै गरी क्वेसन नम्बर 2 हेर्नुहोस्, क्वेसन नम्बर 2 ले के भन्दैछ भन्नुहुन्छ भने बागमती नदीको लम्बाइ कति रहेको छ भन्ने क्वेसन। हेर्नुहोस्, बागमती नदीको लम्बाइ कति रहेको छ भन्ने क्वेसन। अप्सनहरू हेर्नु होला, अप्सन एमा 150 किलोमिटर, बीमा तपाईँको चाहिँ 163 किलोमिटर, सीमा है 195 किलोमिटर, अप्सन डी 205 किलोमिटर। भन्नुहोस् यस क्वेसनको राइट एन्सर के हुन सक्ला है? यस क्वेसनको राइट एन्सर के हुन सक्ला? रेगुलर क्लास हुँदैन है, युट्युबमा रेगुलर क्लास हुँदैन, कहिलेकाहीँ तपाईँको चाहिँ म्यानेज गरेर होइन उता तपाईँको चाहिँ क्लासहरू नभएको बेला तपाईँहरूलाई प्र्याक्टिस हुन्छ है। ल भन्नुहोस् त यस क्वेसनको राइट एन्सर के हुन सक्ला? बागमती नदीको लम्बाइ कति रहेको छ? फेरि इक्जाम दिने हो भने नम्बरमा सम्पर्क गर्ने है, फेरि इक्जाम दिने हो, अब क्लासमै जोडिने हो, क्लासमै जोडिएर राम्रोसँग तयारी गर्ने हो भने नम्बरमा सम्पर्क गर्ने 97 67 है 95 08 155 यो नम्बर देख्नु भएको छ नि, यो नम्बरमा हजुरले कन्ट्याक्ट गर्ने। फेरि इक्जामको लागि भए पनि क्लासको लागि भए पनि यो नम्बरमा हजुरले कन्ट्याक्ट गर्नु होला है। तपाईँको चाहिँ इक्जाम हामीले फेरि इक्जाम बनाइदिन्छौँ, लिङ्क आउँछ, ग्रुपमा बस्ने, लिङ्कमा गएर मजाले प्र्याक्टिस गर्ने। अब फिडब्याक चाहिँ हुँदैन है, इक्जाम दिन मात्रै मिल्छ। फिडब्याक चाहिँ हामीले उता जोडिएका क्लासमा जोडिएका विद्यार्थीलाई मात्रै फिडब्याक गरिदिन्छौँ, हजुरहरूलाई फिडब्याक गर्न मिल्दैन है, सकिँदैन, टाइम पनि हुँदैन। त्यो भएर अब फेरि क्लासमा जोडिने क्वेसन मात्रै प्र्याक्टिस गर्ने हो भने नम्बरमा सम्पर्क गर्ने, क्लासै लिने हो भन्नुहुन्छ भने पनि यो नम्बरमा कन्ट्याक्ट गर्ने है। ल भन्नुहोस् त यस क्वेसनको राइट एन्सर के हुन सक्ला? अप्सन नम्बर एबिसिडी, अप्सन नम्बर बी भन्नुभएको छ 163 किलोमिटर होइन, बागमती नदीको लम्बाइ भनेको 163 किलोमिटर। ल ठिक छ, सबैजनाले मिलाउनु भएको छ
है सबैजनाले मिलाउनु भएको छ एकदम सिरियस भएर प्र्याक्टिस गर्ने है एकदम सिरियस भएर प्र्याक्टिस गर्ने त्यसपछि क्वेशन नम्बर 3 हेर्नुस् क्वेशन नम्बर 3 ले के भन्दैछ हेर्नुस् त बागमती नदीको लम्बाई कति रहेको छ भन्ने क्वेशन बागमती नदीको लम्बाई कति रहेको छ भन्ने क्वेशन हो अप्सन ए मा 190 किलोमिटर बी मा तपाईको चाहिँ 200 किलोमिटर सी मा 250 किलोमिटर अप्सन डी 400 किलोमिटर भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला ल भन्नुस् त यस क्वेशनको राइट आन्सर के हुन सक्ला यस क्वेशनको राइट आन्सर के हुन सक्ला ट्राई गर्ने है मिलाउने ट्राई गर्नु होला बागमती नदीको लम्बाई है बागमती भन्छु बबई नदीको लम्बाई है महाकाली नदीको लम्बाई पनि थाहा पाइसक्नु भयो हैन बागमती नदीको लम्बाई पनि थाहा पाइसक्नु भयो भने अब तपाईहरुले भन्नु पर्यो बबई नदीको लम्बाई कति रहेको छ 190 किलोमिटर हो गुड है 190 किलोमिटर कति रहेछ 190 किलोमिटर रहेछ है 190 किलोमिटर रहेछ त्यसैगरी क्वेशन नम्बर 4 हेर्नु होला क्वेशन नम्बर 4 ले के भन्दैछ हेर्नुस् त थुर्पुचुली हिम नदी कुन हिम श्रृंखलासँग सम्बन्धित छ अर्थात तपाईको चाहिँ कुन हिम श्रृंखला है कुन हिम श्रृंखला अन्तर्गत पर्दछ भन्ने क्वेशन हेर्नुस् है थुर्पुचुली हिम नदी कुन हिम श्रृंखला अन्तर्गत पर्दछ अप्सन ए लाङटाङ बी मा तपाईको चाहिँ अन्नपूर्ण सी मा महालंगुर अप्सन डी कञ्चनजंघा ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला यस क्वेशनको राइट आन्सर के हुन सक्ला ल सबैले फटाफट मिलाउनुस् त सबैले फटाफट मिलाउनुस् थुर्पुचुली हिम नदी कुन हिम श्रृंखला अन्तर्गत पर्दछ भन्ने क्वेशन ल भन्नुस् के हुन सक्ला अप्सन नम्बर सी हैन अप्सन नम्बर बी तपाईको चाहिँ अन्नपूर्ण है अन्नपूर्ण हिम श्रृंखला अन्तर्गत पर्दछ जानि राख्नु होला है जानि राख्ने त्यसपछि अर्को क्वेशन हेर्नुस् क्वेशन नम्बर 5 मा क्वेशन नम्बर 5 ले के भन्दैछ भन्नुहुन्छ भने कोशी नदीको अनुमानित है विद्युत उत्पादन क्षमता कति छ भन्ने क्वेशन हेर्नुस् कोशी नदीको अनुमानित विद्युत उत्पादन क्षमता कति छ अप्सन ए मा 18000 मेगावाट बी मा तपाईको 20000 मेगावाट सी मा 21000 मेगावाट अप्सन डी 22000 मेगावाट ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला यस क्वेशनको राइट आन्सर के हुन सक्ला है कोशी नदीको अनुमानित विद्युत उत्पादन क्षमता कति छ है कति छ ल भन्नुस् त अप्सन ए बी सी डी अप्सन नम्बर ए बी सी डी कति रहेको छ सबैजनाले फटाफट मिलाउनुस् है सबैजनाले फटाफट मिलाउनुस् त सबैजनाले फटाफट मिलाउनुस् कति छ 22000 मेगावाट है 21000 मेगावाट भन्नुभएको छ 22000 मेगावाट है 22000 मेगावाट रहेको छ हेर्नुस् ख्याल गर्नु होला कोशी नदीको अनुमानित विद्युत उत्पादन क्षमता भनेको 22000 मेगावाट है 22000 मेगावाट छ ख्याल गर्ने धेरैले मिस्टेक गर्नु भएको छ त्यसैगरी अर्को क्वेशन हेर्नु होला क्वेशन नम्बर 6 मा है क्वेशन नम्बर 6 ले के भन्दैछ भन्नुहुन्छ भने राराताल कति क्षेत्रफलमा फैलिएको छ भन्ने क्वेशन राराताल कति क्षेत्रफलमा फैलिएको छ अप्सनहरु हेर्नु होला अप्सन ए मा 8 वर्ग किलोमिटर बी मा 10 वर्ग किलोमिटर सी मा 11 वर्ग किलोमिटर अप्सन डी 12 वर्ग किलोमिटर अब भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला सबैले जतिले पनि यो लाइभ क्लासलाई एटेन्ड गर्नु भएको छ लाइभ क्लासमा बस्नु भएको छ सबैजनाले मिलाउनु होला है मिलाउने कोशिश गर्नु होला आउँदैन भने पनि गेस गर्ने है आउँदैन भने पनि गेस गर्ने हजुरहरुले मिलाउन सक्नु भएन भने मैले मिलाइदिन्छु है ट्राई चाहिँ गर्नु पर्यो हेर्नुस् ट्राई चाहिँ गर्नु पर्यो अब क्लासै लिने हो भने नम्बर देख्नु भएको छ नि यो नम्बरमा हेर्नुस् त 97 67 है 95 0855 यो नम्बरमा हजुरले कन्ट्याक्ट गर्ने क्लासको लागि है क्लासको लागि कन्ट्याक्ट गर्ने अब खरिदारको यो तपाईको चाहिँ नयाँ भ्याकेन्सीलाई टार्गेट गरेर नयाँ क्लास सुरु भइसकेको छ है भर्खर सुरु भएको छ त्यसको लागि त्यो क्लासमा बस्ने हो भन्नुहुन्छ भने नम्बरमा सम्पर्क गर्ने है यो नम्बरमा कन्ट्याक्ट गर्ने अप्सन नम्बर ए बी सी डी कति भन्नु भएको छ अप्सन नम्बर सी भनेकाले चाहिँ मिलाउनु भएको छ हेर्नुस् है 11 वर्ग किलोमिटर राराताल तपाईको चाहिँ 11 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ थाहा भइराख्नु होला
है थाहा भइराख्नु होला ल। त्यसपछि अर्को क्वेसन हेर्नुस् क्वेसन नम्बर 7 मा है क्वेसन नम्बर 7 मा एकदम धैर्य गरेर बस्ने है क्लासमा बसेर प्र्याक्टिस गर्दै गर्दा धैर्य गर्नुपर्छ क्वेसनहरु सिक्नुपर्छ क्वेसनहरु जान्नुपर्छ हेर्नुस् मजाले प्र्याक्टिस गर्नु होला है। क्वेसन नम्बर 7 हेर्नुस् रारातालबाट निस्कने खोलाको नाम के हो भन्ने क्वेसन छ। हेर्नुस् त रारातालबाट निस्कने खोलाको नाम के हो भन्ने क्वेसन छ। अप्सनहरु हेर्नु होला अप्सन ए मा मुगु खोला, बी मा तपाईको चाहिँ खट्याङ, सी मा हुम्ला खोला, अप्सन डी कर्णाली। अब भन्नुस् यस क्वेसनको राइट आन्सर के हुन सक्ला? यस क्वेसनको राइट आन्सर के हुन सक्ला? सबैले है सबैले भन्नुस् त अप्सन ए बी सी डी सबैले मिलाउनुस् है सबैले मिलाउनुस्। रारातालबाट निस्कने खोलाको नाम के हो? खोलाको नाम अप्सन बी भन्नु भएको छ खट्याङ। गुड है सबैजनाले मिलाउनु भएको छ। रारातालबाट निस्कने है खोलाको नाम के रहेछ तपाईको चाहिँ खट्याङ रहेछ है खट्याङ रहेछ ल। ठीक छ त्यसपछि अब अर्को क्वेसन हेर्नु होला क्वेसन नम्बर 8 है क्वेसन नम्बर 8 ले के भन्दैछ भन्नुहुन्छ भने फोक्सुन्डो तालको गहिराई कति छ भन्ने क्वेसन। हेर्नुस् त फोक्सुन्डो तालको गहिराई कति रहेको छ। अप्सनहरु हेर्नु होला है अप्सन ए मा 120 मिटर, बी मा तपाईको 135 मिटर, सी मा 145 मिटर, अप्सन डी 155 मिटर। भन्नुस् यस क्वेसनको राइट आन्सर के हुन सक्ला? यस क्वेसनको राइट आन्सर के हुन सक्ला? सबैले फटाफट मिलाउनुस् त। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिदिने है। अझ स्पेशल गरी यो खरिदार नाइफ सुब्बा यिनी विद्यार्थीहरु जोडिनै पर्छ है। तपाईहरु चाहिँ जोडिनै पर्छ जतिले पनि खरिदारको तयारी गर्दै हुनुहुन्छ हैन, नाइफ सुब्बाको तयारी गर्दै हुनुहुन्छ, परदेश र 7 वटै परदेशको 4औं र 5औं लेभलको तयारी गर्दै हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरेर जोडिने, क्लास लिने हो भने पनि सम्पर्क गर्ने हामीसँग है। हामीसँग तपाईको चाहिँ यो 12 महिना है 1 वर्षसम्म यो खरिदार नाइफ सुब्बाको क्लास चलिरहन्छ है। त्यसको लागि क्लास लिने हो 1 वर्षकै कोर्स लिने हो, अब 7-8 महिनाको कोर्स लिने हो, भ्याकेन्सी ओरिएन्टेड क्लास लिने हो भने पनि सम्पर्क गर्ने है। सम्पर्क गर्ने अप्सन ए बी सी डी। ल भन्नुस् क्वेसन नम्बर 8 को राइट आन्सर। क्वेसन नम्बर 8 को राइट आन्सर 145 मिटर भन्नु भएको छ। अप्सन सी 145 मिटर। कति रहेछ? 145 मिटर हैन। मिस्टेक नगर्ने है सकेसम्म मिस्टेक नगर्ने है मिस्टेक नगर्ने। अब मिस्टेक गरिराख्नु भयो भने त्यही बानी लाग्छ हेर्नुस् मिस्टेक गर्नुहुन्न क्या। सकेसम्म मिलाउँछु भन्ने कोसिस गर्नु पर्यो है ल। त्यसपछि क्वेसन नम्बर 9 हेर्नुस् तिलिचो ताल समुद्र सतहबाट कति उचाइमा कति मिटरको उचाइमा अवस्थित छ भन्ने क्वेसन। तिलिचो ताल समुद्र सतहबाट कति मिटर उचाइमा अवस्थित छ भन्ने क्वेसन। अप्सनहरु हेर्नु होला अप्सन ए मा 4500 मिटर, बी मा तपाईको चाहिँ 4700 मिटर, सी मा 4819 मिटर, अप्सन डी 4919 मिटर। ल भन्नुस् यस क्वेसनको राइट आन्सर के हुन सक्ला है? यस क्वेसनको राइट आन्सर के हुन सक्ला? तिलिचो ताल समुद्र सतहबाट कति मिटरको उचाइमा अवस्थित छ भन्ने क्वेसन। 4919 मिटर 4919 मिटर। गुड ल ठीक छ सबैजनाले मिलाउनु भएको छ है। सबैजनाले मिलाउनु भएको छ। म अघि बढिहाले है म अघि बढिहाले। अब क्वेसन नम्बर 10 हेर्नुस् क्वेसन नम्बर 10 ले के भन्दैछ छोरोल्पा हिमताल कहाँ रहेको छ भन्ने क्वेसन। हेर्नुस् त छोरोल्पा हिमताल कहाँ रहेको छ। अप्सनहरु हेर्नु होला है अप्सन ए मा मुगु जिल्ला है, बी मा तपाईको दोलखा जिल्ला, सी मा सोलुखुम्बु जिल्ला, अप्सन डी मनाङ जिल्ला। अब भन्नुस् यस क्वेसनको राइट आन्सर के हुन सक्ला है? यस क्वेसनको राइट आन्सर के हुन सक्ला? छोरोल्पा हिमताल कहाँ रहेको छ है? छोरोल्पा हिमताल कुन जिल्लामा रहेको छ अर्थात तपाईको चाहिँ कहाँ रहेको छ भन्ने क्वेसन है। कहाँ रहेको छ भन्ने क्वेसन। ल मिलाउनुस् कहाँ रहेको छ मिलाउने कोसिस गर्ने है मिलाउने कोसिस गर्नु। हेर्नुस् त यो साना साना क्वेसन त फटाफट मिलाउनु पर्छ क्या है फटाफट मिलाउनु पर्छ। अप्सन सी भन्नु भएको छ, बी भन्नु भएको छ, ए भन्नु भएको छ। यसको राइट आन्सर भनेको तपाईको चाहिँ बी दोलखा जिल्लामा। हेर्नुस् छोरोल्पा हिमताल भनेपछि दोलखा जिल्लामा पर्छ है ख्याल गर्ने दोलखा जिल्लामा पर्छ। धेरैले मिस्टेक गर्नु भएको छ। अब मिलाउन पनि थोरैले मिलाउनु भयो है। कतिजनाले मिलाउनु भएको छ पछि भनेर पनि मिलाउनु भएको छ। ल त्यसपछि हेर्नुस् क्वेसन नम्बर 11 क्वेसन नम्बर 11 ले के भन्दैछ घोडा घोडी ताल कुन जिल्लामा अवस्थित छ भन्ने क्वेसन।
हेर्नुस् त घोडाघोडी ताल कुन जिल्लामा अवस्थित छ? अप्सनहरु हेर्नु होला। अप्सन ए मा कैलाली, बी मा कञ्चनपुर, सी मा चितवन, अप्सन डी बुटवल। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त घोडाघोडी ताल कुन जिल्लामा अवस्थित छ है? घोडाघोडी ताल कुन जिल्लामा अवस्थित छ? घोडाघोडी ताल कुन जिल्लामा रहेको छ? कुन जिल्लामा अवस्थित छ? सबैले है, सबैले भन्नुस् त, सबैले भन्नुस्, सबैजनाले कैलाली 100% भन्दै हुनुहुन्छ। ल ठिक छ है, ठिक छ। यतिको कन्फिडेन्स चाहिँ हुनुपर्छ। घोडाघोडी ताल तपाईको चाहिँ कैलाली जिल्लामा पर्छ हेर्नुस् हैन, कैलाली जिल्लामा पर्छ। ल सबैजनाले मिलाउनु भएको छ है, सबैजनाले मिलाउनु भएको छ। कुनै क्वेशन चाहिँ अलिकति जानेका पनि हुन्छन् हैन, कुनै क्वेशन नजानेका हुन्छन्। सबै पढ्नु चाहिँ पर्यो हेर्नुस् है, पढ्नु चाहिँ पर्यो। क्वेशन नम्बर 12 हेर्नुस् अब। रूपसे झरना कुन जिल्लामा पर्दछ? हेर्नुस् त रूपसे झरना कुन जिल्लामा पर्दछ? अप्सन ए मा म्याग्दी, बी मा तपाईको चाहिँ मुस्ताङ, सी मा कास्की, अप्सन डी स्याङ्जा। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला है? रूपसे झरना कुन जिल्लामा पर्दछ? रूपसे झरना कुन जिल्लामा पर्छ भन्नुस् त? रूपसे झरना कुन जिल्लामा पर्छ? अप्सन ए भन्नु भएको छ हो, अप्सन ए नै हो, अप्सन ए नै हो 100%। ल ठिक छ 100% है, 101%। ल ठिक छ है, रूपसे झरना तपाईको चाहिँ म्याग्दी जिल्लामा पर्छ हेर्नुस् हैन। एकदम कन्फिडेन्ट भएर भन्दिने क्या है, एकदम कन्फिडेन्ट हुक ढुक्कै भएर भन्दिनु पर्छ हेर्नुस्, ढुक्कै भएर। त्यसपछि क्वेशन नम्बर 13 हेर्नु होला है। तपाईको चाहिँ टिपाताल झरना कुन जिल्लामा अवस्थित छ भन्ने क्वेशन। टिपाताल झरना कुन जिल्लामा अवस्थित छ? अप्सन ए दार्चुला, बी मा तपाईको चाहिँ ताप्लेजुङ, सी मा बझाङ, अप्सन डी बैतडी। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? यो तपाईको मैले चाहिँ तपाईलाई एमसीक्यू मा प्र्याक्टिस गराए, कहिलेकाहीँ जोडा मिलाउमा पनि सोधिन्छ है, जोडा मिलाउमा पनि सोधिन्छ हेर्नुस्। एकतिर तपाईले चाहिँ यो तपाईको चाहिँ झरनाहरु राखेर हैन, एकतिर तपाईले झरना राखेर अर्कोतिर तपाईको चाहिँ जिल्ला राखेर हो, यसरी पनि सोधिरा हुन्छ, ख्याल गर्ने है, यसरी पनि सोधिरा हुन्छ, ख्याल गर्ने। तपाईहरुलाई मैले एमसीक्यू मात्रै प्र्याक्टिस गराउँछु हैन। अब तपाईको चाहिँ नि लेभल 2 का क्वेशन प्र्याक्टिस गराउन सम्भव छैन क्या है, त्यो भएर यो युट्युब का विद्यार्थीहरुलाई चाहिँ प्र्याक्टिस गराउन सम्भव छैन, अलिकति टाइम पनि लाग्छ फेरि हैन। तपाईहरुको टाइम भनेको त्यही 20 देखि 25 मिनेट मात्रै हुन्छ है। अब अनलाइन क्लासमा जोडिनु भयो, फिजिकल क्लासमा जोडिनु भयो, क्लासमै जोडिनु भयो भने त राम्रोसँग पढ्न पाउनुहुन्छ हैन। ल भन्नुस् त अप्सन एबीसीडी, अप्सन एबीसीडी है, अप्सन एबीसीडी ताप्लेजुङ र कैलाली भन्नु भएको छ। ताप्लेजुङ है, ताप्लेजुङ तपाईको चाहिँ टिपाताल झरना ताप्लेजुङमा रहेको छ हेर्नुस् है, ताप्लेजुङ जिल्लामा पर्छ, ख्याल गर्ने, जानिराख्नु होला है। मिस्टेक गरे पनि सिकिन्छ, जानिन्छ है, जानिन्छ, बुझिन्छ। बिस्तारै प्र्याक्टिस गर्दै जानियो, बुझ्दै जानियो, सिक्दै जानुपर्छ हेर्नुस्। एकपटक सबै जानिन्छ भन्ने छैन है। फेरिबाट यो क्लासलाई हेर्ने, यो मैले रेकर्डेड राखिदिन्छु यसै क्लासमा, यसै तपाईको चाहिँ यो युट्युब च्यानलमा मैले रेकर्डेड राखिदिन्छु, त्यसलाई मजाले हेर्ने, फेरि जान्नु भएको छैन फेरि हेर्ने, फेरि प्र्याक्टिस गर्ने है। ल हेर्नुस् त क्वेशन नम्बर 14 ले के भन्दैछ? जाजुरादह कुन जिल्लामा अवस्थित छ भन्ने क्वेशन। जाजुरादह कुन जिल्लामा अवस्थित छ? अप्सन ए तपाईको चाहिँ दैलेख, बी मा तपाईको चाहिँ सुर्खेत, सी मा दाङ, अप्सन डी कैलाली। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला है? यस क्वेशनको राइट आन्सर के हुन सक्ला? यस क्वेशनको राइट आन्सर के हुन सक्ला? आज चाहिँ अलिकति बढी जोड दिनु भएको छ है, विद्यार्थीहरु अलिकति बढी जोड दिनु भएको छ, शनिबार भएर पनि हुन सक्छ हैन। ल भन्नुस् त अप्सन एबीसीडी, अप्सन एबीसीडी जाजुरादह कुन जिल्लामा पर्छ? सुर्खेतमा हो, सुर्खेतमा। ल ठिक छ है, ठिक छ, सबैजनाले मिलाउनु भएको छ है, सबैजनाले मिलाउनु भएको छ। त्यसपछि क्वेशन नम्बर 15 हेर्नुस्, यो क्वेशनलाई पनि सबैजनाले मिलाउनु होला। क्वेशन नम्बर 15 ले के भन्छ? रातो है तपाईको चाहिँ फुस्रो माटोमा कुन उत्पादन गर्न सकिन्छ? कुन तपाईको चाहिँ खाद्यान्न बाली, कुन बाली चाहिँ उत्पादन गर्न सकिन्छ भन्ने क्वेशन। अप्सन ए मा धान, बी मा गहुँ, सी मा कोदो, अप्सन डी उखु। भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? रातो फुस्रो माटोमा कुन तपाईको चाहिँ उत्पादन गर्न सकिन्छ है? तपाईलाई अप्सन दिएको छ 4 वटा अप्सन, यो 4 वटा अप्सनहरु मध्ये यो रातो फुस्रो माटोमा कुन तपाईको चाहिँ उत्पादन गर्न सकिन्छ होला? ल भनिदिनुस् त, भन्नुस् सबैले, सबैले है, सबैले भन्नुस् अप्सन एबीसीडी, अप्सन एबीसीडी
है सबैको फरक नै छ हैन सबैको फरक नै छ कोदो है रातो फुस्रो माटोमा तपाईको चाहिँ कोदो उत्पादन गर्न सकिन्छ ख्याल गर्ने डी पनि भन्नु भएको छ है सच्याउनु होला मिस्टेक गरेकाले सच्याउने प्र्याक्टिस गर्दै गर्दा मिस्टेक हुन्छ केही फरक पर्दैन अब एक्जाममा चाहिँ मिस्टेक नगर्दिनु होला भइहाल्छ है ल क्वेशन नम्बर 16 हेर्नुस् क्वेशन नम्बर 16 ले के भन्दैछ नेपालमा 3000 मिटर भन्दा माथि कति प्रतिशत भूभाग छ भन्ने क्वेशन हेर्नुस् नेपालमा 3000 मिटर भन्दा माथि कति प्रतिशत भूभाग रहेको छ अप्सन ए मा 13.6%, बी मा तपाईको चाहिँ 27.5%, सी मा 58.8% र अप्सन डी 40%। अब भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला भन्नुस् नेपालमा 3000 मिटर भन्दा माथि कति प्रतिशत भूभाग रहेको छ भन्ने क्वेशन कति हुन सक्ला ल मिलाइदिनुस् त मिलाइदिनुस् है मिलाइदिनुस् त कति हुन सक्ला सबैले है सबैले फटाफट भन्नुस् सबैले फटाफट भन्नुस् त अप्सन ए बी सी डी कति 27.5% हैन 27.5% है ल त्यसै गरी क्वेशन नम्बर 17 हेर्नुस् क्वेशन नम्बर 17 ले के भन्दैछ 20 डिग्री भन्दा बढी भिरालो जमिन कति प्रतिशत छ भन्ने क्वेशन है 20 डिग्री भन्दा बढी भिरालो जमिन कति प्रतिशत छ अप्सन ए 13.6%, बी 27.5%, सी 40%, अप्सन डी 58.8%। भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला भन्नुस् त सबैजनाले हामीले नेपालको भूगोल भन्ने टपिकबाट क्वेशनहरु हेर्दैछौं है अब राम्रोसँग तयारी गर्ने हो भने नम्बरमा सम्पर्क गर्ने तपाईहरुलाई मैले एमसीक्यू मात्रै क्वेशन प्र्याक्टिस गराए अब क्वेशन शेयर गर्दै र राम्रोसँग पढ्ने हो राम्रोसँग प्र्याक्टिस गर्ने हो हैन यो पटक जागिरै खाने हो भन्ने सोच छ भने नम्बरमा कन्ट्याक्ट गर्ने क्लासमा फ्याट्ट बसिहाल्ने है ढिला गर्नु हुँदैन हेर्नुस् क्लासको लागि ढिला गर्नु हुँदैन है भ्याकेन्सी नजिकै छ बुझ्नु भएको छ नि खरिदारको भ्याकेन्सी नजिकै छ आज तपाई कति 23 गते हेर्नुस् त 4-5 दिन मात्रै छ भ्याकेन्सी आउन है खरिदारको भ्याकेन्सी आउन 4-5 दिन मात्रै छ भारी संख्यामा भ्याकेन्सी आउने हो है ल अप्सन ए बी सी डी भन्नुस् त धेरैले मिस्टेक गर्नु भएको छ है 58.8% कति रहेछ 58.8% नेपालमा तपाईको चाहिँ 20 डिग्री भन्दा बढी भिरालो जमिन भनेको 58.8% है 58.8% तपाईको चाहिँ ल्यापटपबाट पढाइ हुन्छ या अलिकति यो युट्युबमा चाहिँ मैले यसरी प्र्याक्टिस गरिरहेको छु है अब क्लासै जोडिनु भयो भने ल्यापटपबाट मजाले पढ्न पाउनुहुन्छ स्क्रिन पनि तपाईको चाहिँ ठूलो देखिन्छ मजाले क्या घरमै बसेर मजाले हेरेर हैन तपाईको चाहिँ फिल्म हेरेको जसरी हो त्यस्तो तरिकाले चाहिँ पढ्न पाइन्छ है ल हेर्नुस् त क्वेशन नम्बर 18 ले के भन्दैछ माटोको प्राकृतिक है अवस्थाको अध्ययनलाई के भनिन्छ माटोको प्राकृतिक अवस्थाको अध्ययनलाई के भनिन्छ ल अप्सन ए मा इकोलोजी, बी मा तपाईको चाहिँ जियोलोजी, सी मा है पेडोलोजी, अप्सन डी तपाईको चाहिँ मेट्रोलोजी। भन्नुस् त यस क्वेशनको राइट आन्सर के हुन सक्ला है घरै बसेर मजाले पढ्न पाइन्छ अनलाइन क्लास लिएपछि घरै बसेर पढ्न पाइयो हैन नोटहरु सबै पाइहाल्नुहुन्छ पीडीएफहरु सबै पाइहाल्नुहुन्छ हैन रिटर्नको पनि सबै तपाईले चाहिँ नोटहरु पीडीएफहरु सबै पाउनुहुन्छ है सबै पाउनुहुन्छ यही आएर पढ्नुपर्छ यो फिजिकल क्लासै लिनुपर्छ भन्ने छैन फिजिकल क्लास लिएको र अनलाइन क्लास लिएको बराबरी नै हो अलिकति तपाईको चाहिँ यो फिजिकल क्लास लिएपछि तपाईको चाहिँ अलिकति फी पनि धेरै लाग्छ फेरि फिजिकल क्लास लिएपछि फी पनि धेरै लाग्छ अनलाइन क्लासमा चाहिँ त्यति धेरै फी लाग्दैन हैन ल भन्नुस् त अप्सन ए बी सी डी है माटोको प्राकृतिक अवस्थाको अध्ययनलाई के भनिन्छ पेडोलोजी हो पेडोलोजी भनिन्छ कि भनिन्न पेडोलोजी भनिन्छ है पेडोलोजी भनिन्छ त्यसपछि क्वेशन नम्बर 19 हेर्नुस् क्वेशन नम्बर 19 ले के भन्दैछ नेपालमा सबैभन्दा ठूलो तामाखानी कहाँ रहेको छ हेर्नुस् त क्वेशन नम्बर 19 ले के भन्यो नेपालमा सबैभन्दा ठूलो तामाखानी कहाँ रहेको छ अप्सनहरु हेर्नु होला अप्सन ए मा फुलचोकी, बी मा तपाईको चाहिँ बुद्ध खोला, सी मा गोदावरी, अप्सन डी थाक खोला। भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला हामी अन्तिममा आइसकेका छौं है अन्तिममा आइसकेका छौं 20 वटा क्वेशन मात्रै हेर्न सकिन्छ हेर्नुस् है टाइम हुँदैन
20 वटा क्वेसन मात्रै हेर्न सम्भव छ है। आज अलिकति धेरै भइसक्यो टाइम हैन। ल भन्नुस् त अप्सन एबीसीडी। अप्सन एबीसीडी बुद्ध खोला हो। बुद्ध खोला अप्सन ए राइट भन्नुभएको छ, ए चाहिँ होइन है। नेपालमा सबैभन्दा तपाईको चाहिँ ठुलो तामाखानी भनेपछि बुद्ध खोलामा है। ल अन्तिम क्वेसन गरौँ, त्यसपछि मैले यो क्लासलाई सक्दिन्छु आज है। अब बाँकी तपाईले चाहिँ भोलि क्लासमा सकेसम्म आउला, अब भएन भने तपाईको चाहिँ मर्निङमा जोडिने है। क्वेसन नम्बर 20 हेर्नुस् त। महाभारत पर्वतको सामान्य उचाइ कति छ? महाभारत पर्वतको सामान्य उचाइ 600 देखि 1500 मिटर, 1500 देखि 3000 मिटर, 3000 देखि 5000 मिटर, 5000 देखि 6000 मिटर। महाभारत पर्वतको सामान्य उचाइ, महाभारत पर्वतको सामान्य उचाइ है। महाभारत पर्वतको सामान्य उचाइ भनेपछि 1500 देखि 3000 मिटर है। 1500 देखि 3000 मिटर। ल तपाईहरुलाई मैले आज यति नै क्वेसनहरु प्र्याक्टिस गराए है। यति नै क्वेसनहरु प्र्याक्टिस गराए। यदि तपाईले चाहिँ खरिदारको अब भ्याकेन्सी भनेको नजिकै छ है, खरिदारको भ्याकेन्सी भनेको नजिकै छ हेर्नुस् हो, त्यसको लागि क्लास लिने हो भने स्क्रिनमा भएको नम्बरमा हजुरले सम्पर्क गर्ने है। क्लासको लागि स्क्रिनमा भएको नम्बरमा हजुरले सम्पर्क गर्नुहोला। भ्याकेन्सी नजिकै छ तपाईको चाहिँ यो प्रदेशतर्फ 7 वटै प्रदेशको हामीसँग क्लास हुन्छ। त्यसैगरी तपाईको चाहिँ संघतर्फ खरिदार नायब सुब्बाको वर्षैभरि क्लास चल्ने हो, वर्षैभरि क्लास चल्छ। त्यसको लागि क्लास लिने हो भने नम्बरमा सम्पर्क गर्ने। र यदि तपाईले चाहिँ आज इभिनिङ मा फ्री क्लास हुँदैछ है, तपाईको चाहिँ क्लास एक्जाम हुँदैछ है, त्यसको लागि फ्री एक्जाम दिने हो भने पनि नम्बरमा सम्पर्क गर्नु होला। यो नम्बरमा है, यो नम्बरमा 97 67 95 0855 यो नम्बरमा कन्ट्याक्ट गर्ने है। हामीले युट्युबका विद्यार्थीहरूलाई पनि आफ्नै विद्यार्थी भनेर सहजीकरण गर्छौं है। क्लास लिने हो भने नम्बरमा सम्पर्क गर्ने। ल यति भयो। बाँकी अब केही बुझ्नु छ, केही सोध्नु छ, केही जिज्ञासा छ, क्लासको बारेमा केही जान्नु छ या अन्य केही कुरा बुझ्नु छ भने यो नम्बरमा कन्ट्याक्ट गर्ने, सोध्ने भन्दै म यो क्लासबाट बाहिरिन्छु। हवस् त, धन्यवाद, नमस्कार।